So hello everyone, welcome back to my YouTube channel. It's me. कस्तो हाँसेको हौ नहसाउन मलाई कस्तो लाज लाग्यो क्या यो चाहिँ मेरो बहिनी हो अनि आज चाहिँ हामी न्यू इयरको दिन होइन आज चाहिँ हामी हाम्रो यो सिन्धुली जिल्लाको दुधौली नगरपालिकामा वार्ड नम्बर 7 कि कति हो है अनि हामी चाहिँ यहाँ आएको छौँ सो यो दुधौली लेखेको ठाउँमा आएको छौँ अनि के भन्छ अरे यो शिवहरू बनाएको छ अहिले अनि सो हामी चाहिँ हिँड्दैछौँ गाइस यहाँ माथि माथि त्यो लभ छ अनि त्यहाँनिर त्योभन्दा मास्तिर अनि टावर छ अनि यतातिर घुम्ने ठाउँ छ अनि के भन्छ अरे यता चाहिँ यो अस्ति भर्खर बनाएको यो 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 अनि त्यहाँबाट यो चाहिँ भर्खरै बनाएको हो अनि सो अब आज अनि के भन्छ अरे आज न्यू इयर हो नि त अनि त्यही भएर न्यू इयरमा अनि के भन्छ अरे यति धेरै मान्छेहरू हुनुहुन्छ नि यति धेरै मान्छेहरू हुन्छ नि राम मान्छे त ल म खिचिदिन्छु ल ए टिकटकबाट ए ल टिकटकबाट पो एकछिन है गाइज म फोटो खिच्दैछु बहिनीको फोटो खिच ओइ मा कसम यसबाट कति राम्रो आएको सो गाइज हामी चाहिँ तल जाँदैछौँ तलतिर यो अहिले नयाँ बनाएको हो कि यति धेरै मान्छे छ नि यहाँनिर उहाँ तलबाट यहाँबाट यताबाट यहाँ घुमेर अनि यो यहाँबाट आएर अनि यता माथि पुगेर अनि माथिसम्म छ उहाँ माथिसम्म छ अनि यतातिर पनि बस्ने ठाउँहरू छ यहाँनिर हजुरहरूले के भन्छ अरे बर्थडेहरू सेलिब्रेटहरू गर्नु छ भने पनि आउनु होला भन्छु म चाहिँ यति धेरै प्याक छ नि यति धेरै प्याक छ नि हेर्नु ल गाइस दुधौली लेखेको छ यहाँ यो दुधौली लेखेको अनि यहाँनिर उता मूर्ति छ मूर्ति यति धेरै मान्छे छन् नि माई गड अनि यो शिव यही हो गाइस शिव सुनेको छ कि छैन मेरो आवाज आई डोन्ट नो बट म चाहिँ मेरो आवाज निकाल्नलाई प्रयास गर्ने छु सो गाइज सबैजना यता हुनुहुन्छ मेरो लेस नै फुट्यो यही यहाँ शिवको मूर्ति छ है कसलाई भिडियो कल गराखे त भिडियो होइन आन्टी मेरो भ्लगमा स्वागत छ आज चाहिँ आन्टीको बर्थडे थ्यांक यू छोरी अनि आज आन्टीको बर्थडे ह्यापी न्यू इयर भनेको छोरी हजुर जाउँ उताबाट आऊ फ्रन्ट आऊ पैसाले कन्ठी रोजना दाग लगाइ पनि लुगामा सो गाइज यहाँबाट देख्न सक्नुहुन्छ यति धेरै भिड छ मान्छेको धेरै नै क्राउड छ आज उसै पनि अब न्यू इयर हो नि त अनि त्यही भएर यति धेरै भिड छ नि हजुरहरूलाई आउन मन लाग्छ भने आउन इच्छा छ भने चाहिँ यो ठाउँ आउँदा हुन्छ एकदमै राम्रो छ मेरो फर्स्ट टाइम हो नि त यो भ्लग अनि त्यही भएर आजदेखि चाहिँ स्टार्ट गरेको सो अहिले चाहिँ कति बज्यो भने अहिले 4-5 बज्यो होला सायद 5-5:30 मेबी 5-6 नै बज्यो होला यतिखेर चाहिँ भ्लग स्टार्ट गरिरहेको छु जति फोटो खिचे नि नअगाउने यार के भन्नु मेरो मम्मी एकदम बिजी
फोटो नि खिचिसकेको ए ल ल थाकल चाहिँ भेट्छ होइन यस्तो बबाल सनसेट इन द इभिनिङ है मर्निङ चाहिँ होइन इन द इभिनिङ हो यहाँनिर DHUDHALI दुधौली हुनुपर्ने हो DUDHALI दुधौली लेखेको छ यार गाइस तपाईहरु नै कमेन्ट गर्नु होला के हो हामीले चाहिँ अब त्यसरी लेख्ने गर्छौं ल त्यहाँ त्यहाँ हेर्न म यसलाई खिचेर के यहाँ खिच घुममा घुममा त्यो नानीले हब्बे गरेछ हात गल्ने रहेछ साथी मम्मी आउन यहाँ खिच्दै होइन Oh my god, कति क्राउड हो so much crowd oh no shit भाइ त मेरो भ्लगमा तिमीलाई स्वागत छ ओए यहाँ रुक त ल आज न्यू इयरको केही भन्देऊ न त कसको ल ल म केही बोलिनँ भाइ तँलाई स्वागत छ मेरो भ्लगमा मेरो भ्लग हो ल म मेरो युट्युब च्यानलमा हाल्छु ल स्यान्डीलाई स्वागत छ मेरो च्यानलमा वेलकम छ अरे के भने हौ के बोल्यो स्वागत छ भनेको न्यू इयर लाग्दैछ होइन त मेरो चाहिँ कान्छे बुबु है गाइज यहाँबाट चाहिँ आउ जाउ भइरहेको छ ठुलो मम्मीलाई स्वागत छ मेरो भ्लगमा न्यू इयर कतिको लाग्दैछ ठुलो मम्मी ल ल सो गाइज अब चाहिँ हामी जान लागेको घर हामी त घर जानु लागेको आन्टीलाई स्वागत छ मेरो भ्लगमा न्यू इयर कस्तो लाग्दैछ आन्टी सबै आफ्नो पारामा छन् है ठिक छ बर्थडे पार्टीहरू एकदम होइन सबै बेस्ट आन्टीलाई स्वागत छ मेरो भ्लगमा आन्टीलाई स्वागत छ स्मृति पार्कमा आएको छौँ हाम्रो सिन्धुली दुधौली रमाइलो छ धेरै आज नयाँ वर्षको दिन धेरै साथीभाइ आउनु भएको छ गाइज हामी चाहिँ घर जान लागेको आधी
आधी मान्छे चाहिँ उता गइसक्नु भयो अनि आधी चाहिँ यता छौँ अनि यता म पनि छु। अब हामी चाहिँ घर जान लागेको। कोही त भाइ मेरो ओठको लाली आउने क्रम हुँदैछ, जाने क्रम हुँदैछ गाइज। यहाँ आउँदाखेरि चाहिँ के भन्छ अरे 3 या 4 बजीतिर आउनु होला, अलिक शीतल हुन्छ, नभए त यति घाम यति यो नआउनु जस्तो हुन्छ। तर ठाउँ चाहिँ एकदम राम्रो छ। खाजा नास्ताहरू लिएर आउनुपर्छ है आउँदाखेरि चाहिँ। पसल चाहिँ छैन अलिक यहाँ। जाम न जाम। ल यो रातो डाँडो छ के को अब। घाम डुबिसक्यो घाम। यता मम्मीहरूको चाहिँ भिडियो चलिरहेछ गाइज। मम्मीहरूको भिडियो चलिरहेछ अनि म यहाँ छु।